हेलो साथीहरु, स्वागत छ आजको सानो मिनी ब्लगमा। आज चाहिँ म लागेको अब फुटबल म्याच हेर्नको निम्ति अहिले बाराकोला पुगिसकेको छु। डाँडागाउँ दगचन्टोङ हाई स्कुलको ग्राउन्डमा चाहिँ सेमी फाइनल खेल छ, त्यो हेर्नको निम्ति गइरहेको छु हैन। अनि यहाँको बाटो चाहिँ यस्तो छ है, यहाँदेखि चाहिँ अलिकति अफ रोड छ हैन। यो तलबाट पनि पुग्छ, तर यो माथिबाट गयो भनेदेखिलाई चाहिँ ग्राउन्डको सिधा माथिल्लो भागमा पुग्छ हैन। तर रोड चाहिँ यस्तै छ, अलिकति अफ रोड छ। गाडीहरु पनि बाइकहरु पनि आउन चाहिँ आउँछ, तर अलिकति अब एक्सपिरियन्स चाहिँ हुनु पर्यो हैन, त्यति नै भन्न चाहन्छु। फिलहाल अहिले ग्राउन्ड आइपुगिसकेको छु र म बाइक पार्क गर्न गइरहेको छु हैन। पार्किङको चाहिँ अलिकति जग्गा प्रब्लमै छ। अब यहाँ पर गयो भने चाहिँ अलिकति भए पनि जग्गा छ र आजको दृश्य चाहिँ यस्तो चाहिँ ग्राउन्ड चाहिँ मजाले भिजाएछ। कमिटीहरुले दुःख चाहिँ गरेकै हो। आज चाहिँ ट्रफी पनि राखिदिएको रहेछ हैन। अब एकछिनबाट ट्रफी रिभिल गर्दैछ, कस्तो छ तपाईले देख्नुहुनेछ। र अडियन्सहरु पनि प्राय आइसकेको छ र अझै आउनु बाँकी नै छ। अडियन्सको चाहिँ निकै नै भिडभाड हुन्छ यहाँनिर अहिले एकछिनदेखि। अब चाहिँ ट्रफी रिभिल गरिरहेछौँ यहाँ आजको प्रमुख अतिथिहरुद्वारा। हेर्न सक्नुहुनेछ गाइज, वाउ ट्रफी चाहिँ एकदम राम्रै रहेछ, ठुलै रहेछ। र अर्कोपट्टिको चाहिँ भेटरन हो। यस्तो चाहिँ अब चाहिँ सुरु हुनु लागिरहेको छ हैन। आजको म्याच चाहिँ एकदम राम्रो छ। कसको छ भन्दाखेरि चाहिँ साडेक बोइज पुल बजार छ, जसले चाहिँ प्लेइङ 7 नेपालको प्लेयर्सहरु ल्याएको रहेछ। अनि अर्को चाहिँ गोक युनाइटेड। यहाँ तपाईले देख्न सक्नुहुनेछ। यो खेल एकदम रोमाञ्चक भएको थियो र यो खेल सकिसकेको छ। अडियन्सहरु घर जानको निम्ति निस्किरहेको छ हैन। अनि यो खेल चाहिँ एकदम रोमाञ्चक भएको थियो, एकदमै रोमाञ्चक खतरनाक भएको थियो। त्यो भिडियो चाहिँ मैले युट्युबमा हालेको छु, अनि स्मुका टेन्केमा गएर हेर्न सक्नुहुनेछ। र अहिले चाहिँ यहाँ अघि भने नि मैले हो पार्किङको प्रब्लम छ भनेर बाटैभरि गाडी राख्दिएर म त निक्लिन नै सकेको छैन गाइस। यस्तो चाहिँ समस्या भनेको चाहिँ यहाँनिर यो छ हो, अर्गनाइज चाहिँ राम्रै छ तर पार्किङको समस्या छ, बाटो नै छैन। यहाँ चाहिँ केटाहरु चाहिँ अब भाइहरु चाहिँ यहाँ जबरजस्ती गर्दैछ हो, डाइसहरु हटाएर पनि जाने एकदम हतार छ। निक्लियो पनि हो केटाहरु। अब मेरो पनि हालत त्यस्तै हुन्छ, म पनि यसरी निक्लेर जाँदैछु गाइस। ल आजलाई यति नै छ है। यस्तै भिडियोको निम्ति मलाई फेसबुकमा फलो गरिराख्न सक्नुहुनेछ। अनि यस टुर्नामेन्टको सबै भिडियोहरु चाहिँ मैले अनिश मुकेटेनको युट्युब च्यानलमा हाल्दैछु, युट्युबमा गएर भिडियो हेर्न सक्नुहुनेछ। र सेमी फाइनल अनि फाइनलको पनि त्यसमै आउनेछ, सब्स्क्राइब पनि गरिराख्न सक्नुहुनेछ। थ्यांक यू फर वाचिङ गाइज।